अर्कै देखाएछ त दारी काटेको हो केटा हान्छ अर्को चोटि अरे कत्रो आवाज तर्छ नि होइन हौ दिदी हो बोलाइदेऊ न केटाहरू कहिले आउँछ केटाहरू अब आउँछ होला 19-20 तारिक आउँछ होला दुबई घुम्दै होला नि केटाहरू केही छैन गाइस गेम हो अब भइहाल्छ यस्तो कुरा तर मनमा चाहिँ मनबाट चाहिँ जाँदैन रहेछ क्या त्यस्तो कुराहरू अब छटपट चाहिँ हुँदो रहेछ क्या अब सुरुदेखि नै बिल्ला खेलेको भए फरक पर्दैन थियो अब यहाँसम्म कहाँ हारिसकेको थियो निल्ने बेलामा वा गर्थ्यो क्या निल्ने बेलामा वा गर्थ्यो क्या यो भाइ चाहिँ कहाँबाट आयो गाँड भइहाल्यो केटाहरू हिजो हेरिरहेको थिएँ म्याच क्वालिफाई भएन मैले त मुस्ताङ घुमेर मजाले आइरहेछ उसलाई के तिमीलाई के टेन्सन त्यति क्वालिफाई भइहाल्यो भाइ त्यो म्याच सुरु हुँदा अगाडि नै आएको त म त सोमबारतिर आइपुगेको त होइन होइन उताबाट रेन्ट गरेको तिमी कहिले जाने हो फ्रान्स खोइ भिसा अब वेटिङमा हो आउँछ जस्तो लागेन मलाई ओए त्यस्तो नहुनु न हौ कस्तो गीत गर्नुहुन्छ कस्तो त्यो लो त नबोल्नु पोहोरबाट गरेको जम्मा 4 पोइन्टको डिफरेन्स रहेछ नि छोड्दैौ न हौ त्यो कुराहरू हो केटा हो यार कौन बनेगा भाइ कौन बनेगा 1000 खेलाउँदैछ है हो र अनि कसरी खेल्नु त्यसमा चाहिँ छान्ने मान्छे डिस्कर्डबाट अनि दुईटा कुर्सी राख्ने फनक फनक घुम्ने क्या अर्को क्वेसन आयो जज मजा अमिताभ बच्चन कुर्सी घुमाउन घुम्ने कुर्सी छैन रश्मिले घुमाउँछ पछाडिबाट आएर नो फियरले सन्यास लिएको हो अरे यस्तो हो क्या केटा प्लेयरहरूले सन्यास लिन सक्दैन क्या मेसीलाई हेर न होइन मेसीलाई हेर न सन्यास लिइसकेको नि फर्केर आएन सन्यास भनेको यो गेम बिग्रिँदाखेरि पब्जी हेर्न पनि मन लाग्दैन क्या यत्रो वर्ष खेल्यो यत्रो वर्ष उयो गर्यो होइन लास्टमा अनि कहाँ सन्यास भनेको चाहिँ के हो भन्दाखेरि केटाहरूको अहिले माइन्डमा के हुन्छ भन्दाखेरि केटाहरूको माइन्डमा के हुन्छ अहिले मलाई पब्जी खोल्न मन छैन भन्दैछ त हो भाइ उनीहरूलाई के हुन्छ यत्रो वर्ष खेल्यो यत्रो मेहनत गर्यो लास्टमा आएर त्यस्तो चोक गरियो भन्दाखेरि कसलाई पब्जी खोल्न मन लाग्छ र खोल्न मन लाग्दैन नि त उनीहरूलाई अहिले रिसेन्ट डेजहरूमा तर बिस्तारै टाइम पास हुँदै जान्छ अब गेमहरू पनि त अब त गेमै त छैन सबै थर्ड पार्टी इभेन्टहरू त छ अब गेम आउने भनेको एकैचोटि अब अप्रिल मेतिर आउँछ होइन अनि अहिले भर्खर अक्टोबर हुँदैछ नोभेम्बर डिसेम्बरमा जिसी सकिन्छ डिसेम्बरमा जिसी सकिसके पछाडि जनवरीदेखि टिमहरू बन्न थाल्छन् होइन अनि फेब्रुअरी मार्च अप्रिल मे 4 महिनासम्म चाहिँ गेम अब नर्मल त्यसपछि ग्राइन्ड हुन थाल्छ अब जनवरी फेब्रुअरीदेखि अनि गेमहरू स्क्रिम्सहरू टुर्नामेन्टहरू हुँदै जान्छ अनि अप्रिल मेदेखि गेमहरू सुरु हुन थाल्छ त्यो के हो गाइस अब मेरोबाट चाहिँ के हो भन्दाखेरि यही लाइनअपै हुन्छ हाम्रो चेन्ज हुँदैन केही महिना कन्टेन्टमा फोकस गरिन्छ आइआरएल कन्टिन्यू हुने कुरा हाम्रो अब सुरुमा काठमाडौँबाटै हुन्छ त्यस पछाडि अब कौन बनेगा 1000 खेलाउने अरे अनि अब के गराउँछ नि अहिले हेरौँ कन्टेन्टहरू बनाउने अब केटाहरूले पनि कन्टेन्टमा अलिकति पेलाउँछु म त सायदै यो होइन माथि छ कि छैन हौ छ होला माथि त्यो कतिवटा छ हेर है मलाई राति पुग्छ कि पुग्दैन पनि हेर है अनि त्यो हो केटा हो यस्तो अब टिम चेन्ज गर्दैमा प्लेयर चेन्ज गर्दैमा गेम राम्रो हुन्छ भन्ने हुँदैन होइन
नेपालको बेस्ट टिम नेपालको बेस्ट भएरै हामी त्यहाँसम्म पुगेको हो होइन सबैजनाले अब पर्फर्म अब कस्तो सबै टिमहरू राम्रो राम्रो त्यो टिमले अस्ति क्वालिफाई हाने नि त होइन राम्रो राम्रो टिमहरू धेरै हुनुहुन्थ्यो नेपालबाट पनि लास्टमा हामी त्यहाँसम्म पुग्यो लास्ट दिन चोक गऱ्यो यस्तो चोक गऱ्यो कि जिन्दगीमा जमाना अहिलेसम्म त्यस्तो चोक चाहिँ म चाहिँ कुनैले पनि कहिले गरेको छैन होला क्या त्यस्तो खालको चोक गरेँ मलाई खेलाएको भए मै हानिदिन्थ्यो म चाहिँ कसम मै हानिदिन्थ्यो जस्तो लागिरहेको छ हौ अहिले चाहिँ गर क्या ड्याङ डुङ हानिदिन्थ्यो म भएको भए अब मेन भनेको नि टिममा कोच एनालिस्ट भन्दा पनि हल्का थेरापिस्टको चाहिँ जरुरत भयो जस्तो भयो क्या प्रेसरको ह्यान्डल गर्ने एउटा डक्टर चाहिँ राख्नुपर्ने भयो क्या प्रेसर ह्यान्डल गरिदिन सक्ने खालको डक्टर चाहियो नि भयो क्या अब मसा जान्ने होइन झ्याठा थेरापिस्ट भनेको त्यस्तो मात्रै काउन्सिलरहरू टाइपको होइन ती कस्तो काउन्सिलर सबैभन्दा खतरा काउन्सिलर पो छ र लामा म अनि यहाँ वाच पार्टी गरिरहेको हुन्छ घन्टीको काउन्सिलर उता जानलाई उता जाँदाखेरि भनेको जोस आउने मजाले पहिला एजमा चाहिँ चेल्सी बुढाएको थिएँ है चेल्सीलाई थिएँ त्यही हो गाइस अब लाइभ आउँछु म अहिले राति 9 साढे 9मा लाइभ आउँछु होइन अब आजदेखि हाम्रो आफ्नै तरिकाको गेमहरू सुरु हुन्छ अब स्पोर्ट्सलाई साइडमा राखिदिउँ होइन म अब प्यारो हजुरहरूको प्यारो CR7 हो र भएर आजदेखि लाइभ आउँछु अब स्पोर्ट्सलाई एकपट्टि राखिदिउँ एक साइडमा छँदैछ हो र स्पोर्ट्स होइन अनि त्यसको लागि टाइमहरू पनि आउँदैछ अब यो पालि चाहिँ अब PMGC को लागि नेपाली टिम कुनै पनि क्वालिफाई भएन अब PMGC को वाच पार्टीमा रमाइलो गर्दै कुसे टिमलाई सपोर्ट गरेर यसो पाकिस्तानी टिम अब ICहरूलाई सपोर्ट गरेर यसो APGहरूलाई सपोर्ट गरेर नर्मली हेरौँला यसो टाइम पास होइन अब जे भयो भइहाल्यो अब टाउको दुखाएर टेन्सन लिएर अब त्यसै घरको पर्सनल प्रब्लमहरू कति धेरै छ अब त्यही माथि अब यता स्पोर्ट्सको पनि टेन्सन थपाएर काम पनि छैन होइन त्यही भएर अब चाहिँ आफ्नो काममा फोकस हुनुपर्छ होइन आफूले गरिरहने कुराहरू गर्नुपर्छ अब त्यस्तै सपनाको झोला बोक्ने अभियानलाई साथ दिनु पर्यो अरे साथ छ मेरो साथ छ एकचोटि गाली हानेपछि त केटाहरू मोटिभेटेड IC कसरी क्वालिफाई भयो ICलाई उनीहरूको PMGC पोइन्ट भन्ने थियो त्योबाट क्वालिफाई भएको उनीहरू चेन्ज गरेर कहाँ हुन्छ दाइ खुकुरीमा जति धार लगायो त्यति धारिलो हुँदै यु आर राइट यु आर राइट यु आर राइट यु आर एब्सोल्युटली राइट तिमीले भनेको कुरा सही हो यही हाम्रो 4 जना केटाहरूले भोगिरहेछ हान्न सकेको छैन उनीहरू सबै एक्सपिरियन्स उनीहरूले लिइरहेछ अब किन अहिले चेन्ज गरेर काम छैन नेक्स्ट स्प्लिट ट्राई गरौँ अझै यही स्क्वाड अझै पनि सकेन भने अफकोर्स यिनीहरूले सक्दैन रहेछ भनेर चेन्ज गर्ने हो चेन्ज गरेर नेपालको अब कसलाई चाहिँ लिएर आउनु त खेलाडी चाहिँ द इन्भिटेसनहरूको चान्स छैन अरे नेपालीको बानी है आशय डेन्जर गरिन्छ नि कहाँबाट आउँछ इन्भिटेसन चाहिँ हिजो होरले लास्टमा म्याचसँग 4v4 डिफिट हुँदा फोन यस्तो हो अब केटा अब हामीले देख्दाखेरिको 4v4 अब इजी हारेको देखियो अब त केटाहरूको छुट्टै पर्सपेक्टिभ थियो होला भन्छन् अब कहीँ हामी ड्रपमै गएको थिएन लुट थिएन अरे नेटहरू थिएन अरे केटाहरूसँग प्रपर एक दुईवटा मात्र थियो अगाडिदेखि नै डिस्टर्ब गर्न मिल्थ्यो अरे गाडी थिएन भन्छन् के भयो अब के अब उनीहरूको आफ्नो आफ्नो होला कुराहरू अब हामीले देख्ने चाहिँ माथि चढ चिक्ने सुइसी आयो स्मोकले भिजन ब्लक गरिदिएर केही देखिनन् अरे अब होला उनीहरूको आफ्नो आफ्नो समस्या होला नि तर हगेको चाहिँ हगेको हुन् होइन अब उनीहरूको समस्या आफ्नो ठाउँमा होला हामीले देख्दाखेरि त हामीले त इजी हानेन भन्ने हुन्छ नि त होइन लास्ट गेमसम्म पुग्दै अब जित्नको लागि चाहिँ लास्ट गेम एकदम इम्पोर्टेन्ट तर अब क्वालिफाई नै हुनको लागि चाहिँ दिनभरि नै हगेको हो केटाहरूले अब ठिकै छ अब उनीहरूले पनि चाहेर जानी जानी हामीलाई पुग्नु छैन हामीलाई ट्रफी चाहिँदैन भनेर त खेलेको होइन होला नसकेको हो होइन लास्ट दिन अब 2 दिन त्यस्तो राम्रो खेलेर लास्ट दिन सकेन उनीहरूलाई हामीले हेड गरेर नराम्रो भन्ने काम पनि छैन सुरुको राउन्डमा अब त्यो भनेर सकियो क्या केटा अब यस्तो गरेको भए हुन्थ्यो उस्तो गरेको भए हुन्थ्यो यस्तो यस्तो उस्तो उस्तो भनेर कामै छैन रन्डोमा हानेको रन्डीमा हानेको भनेर कामै छैन क्या
मलाई पनि राति सुत्ने बेलामा झलक झलक क्या दिमागमा चाहिँ त्यो म्याटसँगको 4v4 फाइट पुरा दिमागमा आएको आयो त्यहाँ हानिदिएको भए त्यहाँ हानिदिएको भए त्यहाँ हानिदिएको भए भइरहेको थियो के गर्नु अब फर्केर आउँदैन म त टक्क क्या त्यो लास्ट गेममा म्याप फिड हेर्दै थिएँ क्या त्यो म्याप फिड हेर्दै थिएँ है जोन परिरहेको थियो जोन तिमीहरूभन्दा अलिकति अगाडि लास्ट गेम मात्रै हेरेको मैले अगाडि मैले एउटा पनि मैले अगाडि स्पोइल गरेको थिइनँ होइन मलाई थाहा पनि थिएन मैले सँगै हेरिरहेको थिएँ लास्ट गेम चाहिँ अति भएर हेर्दै थिएँ क्या त्यो म्याप फिड हेर्दै थिएँ जोन क्या परेको थियो है नाचिको भइरहेको थियो भरे त म्याट सर्ट आयो खलात खुलुत पार्थ्यो यस्तो म्यापमा हेर्छु म्यापमा त टिमै छैन र मती इजीको किल आएको भयो नि दामी हुन्थ्यो ठिक छ यस्तो राम्रो अचिभमेन्ट हुन्थ्यो एउटा स्ट्यान्डर्ड एउटा हो र स्पोर्ट्सको एउटा राम्रो छवि बनिसक्थ्यो वर्ल्डमा पब्जीकोमा होइन एउटा डब्लुसी पनि खेलेको जिसी पनि खेलेको भनेर एउटा राम्रो छवि बन्थ्यो टिमको एक वर्षमा जम्मा 2टा ग्लोबल हुन्छ 2टै ग्लोबलमा हो र स्पोर्ट्सले खेल्न पाएको भए एकदम राम्रो बन्थ्यो क्या एउटा यो पनि भर्खर बनेको टिम 2टै खेल्थ्यो यार भन्ने टाइपको हुन्थ्यो दाइ नफेर अब नखेल्ने हो अरे अब केही टाइमको लागि त कोही पनि खेल्दैन नि अब 1-2 महिना त केटाहरू ग्याप ब्रेकमा बसिहाल्छ नि मजाले ब्रेकमा बस्छ केटाहरू अब गेमै त हुँदैन अनि 1-2 महिना हुँदै अब तिहार सकिन्छ यो हुन्छ त्यो हुन्छ जिसी आउँछ जिसीको वाच पार्टी गर्छन् होला वाच पार्टी पछाडि अनि जनवरी फेब्रुअरीदेखि त गेम खेल्न थाल्छन् अहिले त अब नर्मली अब त गेमै त हुँदैन नर्मली अब अरू अरू गेमहरू खेलेर बसेर काम पनि छैन त्यही हो लगाइसियो मैले भरे भेटौँला स्ट्रिममा सन्चै त छुइनँ यार टाउको दुखिरहेछ एकदमै त्यो हिजोको कुराले अब सम्झेर पनि काम छैन सोच न हामी 1 पोइन्टले क्वालिफाई भएन त्यो पिएमजिसीमा त्यो आरसिबीहरू 1 पोइन्टले सेकेन्ड हुँदाखेरि कस्तो फिल भयो होला सोच त त्यस्तै हो क्या अब गेम भनेको सम्झेर उयो गरेर टाउको दुखाएर पहिलाको पालि 40 पनि त पिएमडब्लुसीमा त्यो दिइसक्यो के भन्ने टिम 1 पोइन्टले फोर्थ भएको होइन त त्यस्तो भइहाल्छ नि गेम हो अन्त लाइभ नआउने लाइभ आउँछ यार म आउँछु अबदेखि लाइभमा फोकस गर्नुपर्छ अब मजाले आनन्दले लाइभमा फोकस गर्छु आजदेखि चाहिँ दाइ भिजा पाएन भने चान्स हुन्छ होला अरे